नेपाल डार्क टेल्समा स्वागत छ, जहाँ अन्ध्यारोले कथा सुनाउँछ र अनदेखा छायाले सत्यलाई छोप्छ। तयारी गरौँ, तपाईलाई डरलाग्दो, रहस्यमय र मन छुने अनुभवमा डुबाउने हाम्रो अर्को कथा सुरु हुँदैछ। अब आफ्नो हेडफोन लगाउनुहोस्, किनकि आजको कथा हल्का मनका लागि होइन। यो कथा लो मन्थाङका ती गुफाहरूबाट आएको छ, जहाँ अन्धकार आफै बज्छ र फुसफुसाउने आवाजहरूले रातलाई चकनाचुर बनाइदिन्छन्। यदि तपाईँ एक्लै सुन्दै हुनुहुन्छ भने एकछिन रोक्नुहोस्, आफू वरिपरि हेर्नुहोस्, किनकि यो कथा सुरु भएपछि छायाहरू कहिलेकाहीँ नजिक सर्छन्। आज तपाईँ रुद्रसँगै त्यो शापित गुफामा प्रवेश गर्नुहुनेछ, जहाँ भिक्षुको छाया अझै बाँकी छ र जसले सुन्छ त्यसलाई नामैले बोलाउँछ। बत्ती मधुरो पार्नुहोस्, गहिरो सास लिनुहोस्। अब सुरु हुन्छ लो मन्थाङका फुसफुसाउने गुफाहरू। आफ्नै जिन्दगीको कथा भन्न खोज्नेहरू धेरै छन्, तर अरूका कथामा हराएर आफै बुलिनेहरू पनि कम छैनन्। यही कुरा मनमा लिएर रुद्र मुस्ताङको दूरदराज लो मन्थाङ पुगेको थियो। एकजना अनुसन्धानकर्ता जसको काम थियो लोककथा सङ्कलन गर्ने र प्राचीन शिलालेखहरूको अध्ययन गर्ने। तर त्यहाँ पुगेर त्यो सुन्दर, शान्त र रहस्यमय ठाउँले उसको जीवनको आधार नै हल्लाइदियो। रुद्रलाई लो मन्थाङ पुग्न सजिलो थिएन। जहाजबाट जुम्ला, त्यहाँबाट हिँडेर आउने यात्राले उसको शरीरलाई तडपायो। तर हिमाली सूर्यको कडा ताप र वायु फेरिँदै जाने चिसोले उसको मनलाई अचम्मैको सान्त्वना दियो। त्यस ठाउँमा हावा मात्र होइन, समय पनि अलिकति सुस्ताइरहेको जस्तो लाग्थ्यो। लो मन्थाङको पुरानो पर्खालहरू दायाँ बायाँ उभिएका थिए। ती पर्खालहरूमा समयको चप्पलले केही भागहरू खाएको, केही भागहरू धुलोले ओत लागेका थिए। सहरको गल्ली गल्लीहरू साँघुरा थिए। त्यहाँबाट चिसो हावाले कहिलेकाहीँ फुसफुसाउँदो आवाज ल्याउँथ्यो। स्थानीय मानिसहरू रुद्रलाई हेरेर केही डराएको जस्तो लाग्थ्यो। गुफा नजानुस् भन्ने तिनीहरूको चेतावनी थियो। तर अर्कोतिर जिज्ञासाले उसलाई त्यो अन्जान यात्रामा तानिरहेको थियो। रुद्रले आफ्नो पुरानो नोटबुक खोलेर त्यहाँको लोककथा लेख्न थाल्यो। एकजना बुढो मान्छेले उसलाई गुफाहरूको कुरा सुनायो। त्यो गुफाहरू हो, ती खाली छैनन्, बुढोले आँखा झिम्काउँदै भने। मान्छेहरू फुसफुसाउँदो आवाज सुनेर त्यहाँ जान्छन्, तर फर्कदैनन्। उनीहरूको आत्मा त्यहीँ बाँधिन्छ। त्यही प्राचीन भिक्षु बसेको थियो, जसले काला जादु प्रयोग गरेको थियो। एक दिन रुद्र त्यही गुफा नजिक पुगे। त्यहाँ एउटा पुरानो रातो डोको जमिनमा अलिकति छोपिएको थियो। डोकोमा अनौठा चिन्हहरू थिए, जसले उसको जिज्ञासा झन बढायो। उसले त्यो डोको सावधानीपूर्वक उठायो र गुफाको मुखतिर हेर्दै गयो। बेलुकीको पहेँलो प्रकाशले गुफाको मुख झिलिमिली पारिरहेको थियो। रुद्रको हृदय तीव्र गतिमा धड्किरहेको थियो। त्यो आवाजहरू, ती फुसफुसाहटहरू उसको कानमा सुनिन थाले। उसको मन भन्थ्यो, यो त केही प्राकृतिक होइन, यहाँ के काला छ। रुद्र गुफामा पसेपछि भित्री अन्धकार र चिसोले उसको शरीर छाम्यो। उन्डिएको ज्यानले उसलाई सावधान गराउँदै थियो। अनि त्यो फुसफुसाहट, त्यो आवाज जसले उसको नाम लिए जस्तो लाग्यो। रुद्र गुफाको भित्री अँध्यारोमा पस्यो। त्यहाँको हावा चिसो मात्र थिएन, मानव समय नै त्यही थामिएको थियो। उसका खुट्टाले गुफाको कठोर पत्थरलाई छोए, जसमा सयौं वर्षका खट्का र दुखाइका निशान थिए। उसले गहिरो सास लियो र आफ्नो टर्चको उज्यालो अगाडि सार्यो। छायाहरू दीर्घ हुनेतिर लागेका थिए, तर त्यो मात्र सुरुवात थियो। गुफाको भित्री भागमा उसले पर्खालहरूमा कोरिएका चित्रहरू देख्यो। धेरै पुराना, मान्छेका अनुहार र हातहरू,
र अचम्मका अङ्कन। ती चित्रहरूमा डर र पीडाका भावहरू झल्किन्थे, मानौ ती आत्माहरू आज पनि त्यहाँ सास फेरेका थिए। रुद्रको मनमा एक सवाल गहिरो भयो। के ती चित्रहरू काला जादुगर भिक्षुको सापको स्मृति हुन्? उसले एक खण्डमा त्यस्ता अङ्कनहरूमाथि अँगालो हाल्यो। तब अचानक त्यहाँबाट एउटा बर्फिला आवाज आयो, रुद्र। उसले अचानक फर्केर हेर्दा अँध्यारोबाट एउटा छाया तानिँदै आएको थियो। त्यो मानव आकृति जस्तो देखिन्थ्यो, तर अनुहार पूर्ण रूपमा अस्पष्ट थियो, एकदमै धुमिल। रुद्रको हृदयले डरले डट्यो, तर त्यहाँबाट भाग्ने साहस पनि उसको मनमा थिएन। उही पल उसले महसुस गर्यो कि त्यो गुफा केवल माटो र ढुङ्गाको संरचना मात्र होइन, यो एउटा जीवित सास फेर्ने स्थान थियो, जहाँ वर्षौंदेखि बाँधिएका आत्माहरू उसको आतिथ्यमा थिए। रुद्रले आफ्नो टर्चलाई अझ बलियो पारेर त्यो आकृतिलाई हेर्न खोज्यो, तर त्यो छाया तुरुन्तै हरायो, मानौ कहिले भएको थिएन। विद्यमान एकान्तमा फुसफुसाहट सुनिन थाल्यो, जुन अघिल्लो भन्दा धेरै गहिरो र स्पष्ट थियो। यो फुसफुसाहट थियो कि गुफाको भित्री पर्खालहरू आफ्नै भाषा बोल्न थालिएका थिए। रुद्र, तिमी हाम्रो खोजीमा छौ, किन यहाँ आयो? छोड, छोड, छोड। रुद्रको टाउको फुत्त दुख्न थाल्यो। उसको शरीर हल्लियो, तर उसको दिमागले भन्थ्यो, यो केवल तिमीले सुनेको आवाज हो, तिमी डरमा परेको मात्र हो। तर त्यो डर पनि उसलाई अनुसन्धानमा रोक्न सकिरहेको थिएन। गुफाको गहिराईमा अरू पनि चिन्हहरू थिए। एक पुरानो मडारिएको पत्र, जसलाई रुद्रले सावधानीपूर्वक उठायो। त्यो पत्रमा अक्षरहरू अनौठो तरिकाले लेखिएका थिए, केही त तिब्बती भाषाका पुराना लिपिमा। उसले त्यो पत्रलाई ध्यान दिएर पढ्न थाल्यो। पत्रमा थियो, यो ठाउँ, यो गुफा आत्माहरूको बसोबास हो। जुन एकपटक यहाँ पसे, उसले आफ्नो आत्मा त्यहाँ छोड्नै पर्छ। साप लगाउने भिक्षुले आफ्नो काला जादुले यहाँ सबैलाई बाँधेर राखेको छ। यस गुफाबाट भाग्न नसक्नेहरूलाई अनन्त कालसम्म पीडा भोग्नुपर्छ। रुद्रको रगत चिसो भयो। यो कति सत्य थियो? बेलुकी पुगेपछि गुफाबाट फर्कँदा उसले महसुस गर्यो, कसरी बाटो छोटो भयो, कसरी ऊ त्यतिखेर फर्कनुपर्ने गन्तव्यबाट टाढा भयो। उसको मनमा प्रश्नहरू धेरै थिए, तर जवाफ एकदमै धुमिल। रुद्र गुफाबाट फर्किँदै थियो, तर उसको मनमा तिम्रोङ्गा डरको बादल छायो। उसको आँखाले बाटो खोजिरहे पनि मनले त्यो गुफामा बाँधिएका अनगिन्ती आवाजहरू छुटाइरहेका थिए। हावाको चलायमानता कहिलेकाहीँ मानौ फुसफुसाहटले बुलाउन खोजिरहेको थियो, तर त्यो आवाजहरू उसका लागि जति नजिक हुन्थ्यो, उति नै डर बढ्दै जान्थ्यो। गाउँका बुढा मानिसहरूले सुनाएका कथाहरू उसको कानमा घुमिरहे। यो गुफा शापित छ, एकपटक भित्र पसे त्यसपछि कहिल्यै फर्किँदैन। आत्माहरूले तिमीलाई आफ्नो संसारमा तान्छन्। तर रुद्र वैज्ञानिक अनुसन्धानमा विश्वास राख्ने मानिस थियो, तर त्यो रातपछि उसको विश्वासहरू आंशिक रूपमा चकनाचुर भएको थियो। बिहान उठ्दा उसको शरीर कमजोर र थकित महसुस भइरहेको थियो। सपनामा पनि त्यो अस्पष्ट छायाले उसको अनुहारमा निहारिरहेको थियो। सपनाको त्यो दृश्यले उसको हृदयमा नायकत्व र भय बीचको द्वन्द्व उत्पन्न गरायो। म किन डराइरहेको छु? उसले आफूलाई सोध्यो, तर जवाफ उसलाई सहजै प्राप्त भएन। गुफाको फुसफुसाहटहरू अब केवल आवाज नभई उसको चेतनाको भाग जस्तै भएका थिए। रुद्रले गाउँमा जानुपर्ने निर्णय गर्यो, तर गाउँका मानिसहरू उसको अनुहार हेरेर फरक प्रतिक्रिया देखाए।
कसैले उसको आँखा हेरेर चुप लाग्यो, कसैले मुख च्यातेर केही नबोले। एक दिन बुढा झुपडीमा बसेका सञ्जयले उसलाई नजिक बोलाए। रुद्र, तिमीले त्यो डोको हटायो। त्यो रातो डोको हाम्रो गाउँको हृदय हो। त्यो डोकोले पुराना आत्माहरूलाई बाँधेको थियो। अब तिनीहरू स्वतन्त्र भएका छन्। रुद्र चकित भयो। तर म त्यो डोको फेला पारेको बेला मैले त्यसलाई हेरेको मात्रै थिएँ। मैले कसरी थाहा पाउने कि यो यस्तो शक्तिशाली छ? सञ्जयको आँखामा उदासी झल्कियो। शक्तिहरू तिमीले नदेखे पनि छन्। हाम्रो पुराना पुस्ताले त्यो डोकोलाई सबैभन्दा ठूलो सुरक्षा भनेर मान्थे। त्यो नहटाएसम्म हामी सुरक्षित थियौं। रुद्रको मनमा चिन्ता थपियो। उसले बुझे यो केवल एक अनुसन्धान होइन, अब यो उसको जीवन र गाउँको अस्तित्वको सवाल बनिरहेको छ। उहाँले निर्णय गरे, फेरि गुफामा जानुपर्छ, यो रहस्य बुझ्न र त्यो प्राचीन सापलाई अन्त्य गर्न। गुफामा फर्कदा रुद्रले महसुस गर्यो उनी एक्लो छैनन्। अँध्यारोमा केही आँखा चम्किरहेका थिए। आवाजहरू अझ बलियो थिए। यो गुफा आफूमा एक सजीव प्राणी जस्तै थियो, जुन आफ्नो शिकार पक्रन तयार थियो। रुद्रले गहिरो सास लिए र टर्चको उज्यालो माथि झारे। गुफाको भित्तामा पुरानो चिन्हहरू अझ प्रष्ट देखिन थाल्यो। ती चिन्हहरू भने, जहाँ पथ हराउँछ त्यही आत्मा बाँधिन्छ, जहाँ आत्मा बाँधिन्छ त्यही कालो पर्दछ। रुद्रको मन धड्किरहेको थियो। ऊ थाहा थियो यो अन्तिम यात्रा हो। उसको हिम्मत र बुद्धिमत्ताले मात्र उसलाई बचाउन सक्थ्यो। रुद्रको हृदयले निकै तीव्र रूपमा धड्किरहेको थियो। गुफाको भित्री अँध्यारोमा उसको टर्चको उज्यालो झिलिमिली गर्दै थियो। तर त्यो उज्यालो उसलाई डर हटाउन सकिरहेको थिएन। फुसफुसाहट अझ गाढा हुँदै गइरहेको थियो। मानौ हरेक शब्दमा कुनै पुरानो पीडा र साप समेटिएको थियो। उसले आफ्नो पाइलालाई एक एक गर्दै अगाडि बढायो। गुफाको पर्खालहरूमा झुन्डिएका सुकेका पात र पुराना हड्डीहरू थिए, जसले उसको मनमा अनिश्चयता थप्दै थिए। त्यो स्थान जति अगाडि बढ्दै थियो, त्यति नै उसको मनमा भय र अनिश्चितताको बादल गाढा हुँदै गइरहेको थियो। रुद्रलाई थाहा थियो यो कुनै साधारण गुफा होइन। यो स्थानमा कसैले हजारौं वर्ष पहिला कुनै कालो जादु प्रयोग गरी आत्माहरूलाई बाँधेर राखेको थियो। तर त्यो प्राचीन शक्ति अझै त्यहाँ थियो। उसको अस्तित्वले साँच्चीकै मानव छेउछेउसम्म फैलिएको थियो। त्यसै बेला उसको कानमा अचानक आवाज आयो। यो आवाज मानवीय थिएन, तर तीव्र र बिना कुनै सङ्केतमा घातक। आवाजले भन्यो, रुद्र, किन यहाँ आयो? छोड, फर्किजा, आफ्नो जीवन बचा। रुद्रको शरीर थरीथरी कम्पन भयो। उसको मुटु मानौ भाँचिन लागिरहेको थियो। तर उसको जिज्ञासा र साहसले उसलाई रोकेको थियो। म सत्य खोज्न आएको हुँ, उसले भड्किलो स्वरमा भने। अचानक गुफाको भित्री भागमा एउटा चम्किलो उज्यालो आयो। त्यो उज्यालोले उसलाई एउटा पुरानो मन्दिर जस्तो संरचना देखायो। मन्दिरको ढोकामा एउटा रातो डोको टाँगिएको थियो। त्यो डोको जसले गाउँलाई शान्ति दिएको थियो। रुद्रले जिज्ञासाले त्यो डोकोको नजिक पुग्न खोज्यो। तर त्यही एक छाया देखियो। त्यो छाया त्यही कालो जादुगर भिक्षु नै थियो, जसको श्राप यो गुफालाई बाँधेको थियो। उसको आँखा खाली, उसको अनुहार अचिन्त्य थियो र उसको आवाजले ठाउँ नै हल्लाउन सक्थ्यो। तिमीले डोको हटायो, अब तिमी हाम्रो संसारमा बाँधिने छौ। भिक्षुको आवाज
थरी थरी ल्याउने थियो। रुद्रलाई थाहा थियो यो अन्तिम परीक्षण थियो। उसको हिम्मत, बुद्धि र आत्माले यो भूतपूर्व शक्ति सामना गर्नुपर्ने थियो। रुद्रको सासहरू भारी हुँदै गइरहेका थिए। मन्दिरको अँध्यारो कोठामा भिक्षुको छायाले उसको शरीरलाई घेरेको थियो। त्यहाँ समय स्थिर थियो, मानौ कालखण्ड नै थामिएको थियो। भिक्षुको आवाज फेरि गुन्जियो, तिमीले हाम्रो डोको खोलेपछि हाम्रो संसार खुल्यो। अब तिमीले त्यसको मूल्य चुकाउनु पर्छ। रुद्रको मनले भने, मलाई यो श्रापलाई तोड्नु छ, यो गाउँ र यहाँका मानिसहरूको लागि। भिक्षुको छायाले फेरि अन्धकारमा विस्थापित हुन खोज्यो, तर रुद्रले डोको समाते। त्यो डोकोको चिन्हहरू चम्किन थाले र अचम्मको शान्ति गुफामा फैलियो। एकाएक पुराना आत्माहरूको स्वर एकसाथ उठे, हामीलाई मुक्त गरा। रुद्रले बुझ्यो यो डोको मात्रै श्राप तोड्न सक्ने उपाय थियो। रुद्र गुफामा गहिराईमा डुब्दै गयो। हरेक पाइला टेकीसँगै उसको मनमा अनिश्चितता र डरको बाढी उठ्न थाल्यो। उसको सास फेर्न पनि गाह्रो भयो। त्यो रातो डोको जसले गाउँलाई शान्ति दिएको थियो, अहिले उसको हातमा थियो। तर उसलाई थाहा थियो त्यो डोको मात्र समस्या समाधान गर्दैन। अँध्यारोमा उसले भिक्षुको आवाज फेरि सुन्यो, तिमीले हाम्रो संसारमा कदम राख्यौ, अब फर्कन सक्दैनौ। रुद्रको मनले भने, म डराउन तयार छु, तर भाग्न सक्दिन। म यो श्राप तोड्न आए। रुद्रको हातमा त्यो रातो डोको थिचिएको थियो। डोकोले प्रकाश फ्याक्दै गुफाभित्र फैलिएको थियो, तर त्यो प्रकाशले उसको डर मेट्न सकेन। बरु गुफाको छाया अझै गाढा र गम्भीर देखिन थाल्यो। आवाजहरू अझै पनि सुनिन्थे, ती फुसफुसाहटहरू जुन उसको नाम फेरि फेरि दोहोरिँदै थियो। रुद्र, फर्क, छोड। तर यो पटक उसको मनले फरक कुरा भन्यो, म भाग्दिन, म यो श्राप तोड्छु। रुद्रले गुफाको भित्री भागतर्फ बढ्दै गयो, जहाँ भिक्षुको प्रेतात्माको उपस्थिति झन प्रबल हुँदै गइरहेको थियो। एकाएक त्यो छाया आफ्नो पूरा आकारमा देखा पर्यो। गाढा कालो वस्त्रमा लिप्टे, अनुहार अँध्यारोमा हराएको, आँखा ज्वालामुखी झै ज्वलन्त। भिक्षुको आवाजले गुफा हल्लायो, तिमीलाई चेतावनी दिए, यो तिम्रो अन्त्य हुनेछ। रुद्रले डोकोलाई अगाडि बढाउँदै भने, यो गाउँको लागि हो, यहाँका मानिसहरूको लागि हो, म यो सापलाई तोड्नेछु। भिक्षुको छायाले तिरस्कृत भयो, तर अचानक गुफाको भित्री भागमा सबै पुराना शिलालेख र चिन्हहरू उज्यालोले झिलिमिली गर्न थाले। रातो डोकोबाट आएको प्रकाश ती चिन्हहरूसँग मेल खान थाल्यो र त्यसपछि अचम्मको आवाजले गुफा गुन्जायमान भयो। मुक्ति, मुक्तिको समय आयो। रुद्रले आँखा बन्द गर्यो र त्यो प्रकाशमा आफूलाई समर्पित गर्यो। क्षणभरपछि सबै चिज शान्त भयो। जब उसले आँखा खोले, गुफाको अँध्यारो हटिसकेको थियो। पुराना आत्माहरू मुक्त भइसकेका थिए। भिक्षुको छाया अब हराएको थियो। रुद्र थकित तर शान्त महसुस गर्दै गुफाबाट बाहिर निस्कियो। गाउँमा फर्किँदा सबैले उसको साहसको कदर गरे, तर रुद्र जान्दथ्यो जीवन जहिले पनि पूर्ण रूपमा शान्त हुँदैन। कहिलेकाहीँ अँध्यारोका यादहरू फेरि फर्कन्छन्।